ओके, सबैजना होलमै हुनुहुन्छ, ठिक छ। सबैजना होलमै हुनुहुन्छ भने ठिक छ है त। सो ओके, मार्केटको जस्ट एउटा सिम्पल के भन्छ यो विकको लागि जस्ट एउटा सिम्पल लागि मैले ग्रुपमा भने जस्तै होइन, के छ भन्दा मार्केटको अहिले भनेको जुन हाम्रो अस्तिको यो 2690को लो छ नि होइन, 2690को लोलाई चाहिँ तपाईँले ट्रेलिङ स्टप लसको ट्रेलिङ स्टप लसको रूपमा राखेर तपाईँले चाहिँ आफ्नो स्टकहरू होल्ड गर्न सक्नुहुन्छ है त। भनेको मतलब के भन्दा यदि भोलि मार्केट केही गरी तल यो 2630 तपाईँको मार्केट डाउन हुँदै हुँदै गर्दा यदि 2690 भन्दा मार्केट यदि बिलो जान थाल्छ भने चाहिँ तपाईँहरूले आफूसँग होल्ड गरिराख्नु भएको चाहिँ सर्ट टर्म ट्रेडको लागि तपाईँले यहाँ कसैले यहाँतिर बाई गर्नु भएको होला, कसैले यतातिर बाई गर्नु भएको भए पनि जति प्रफिट छ त्यति प्रफिटमा एक्जिट गर्नु, अथवा तपाईँको सानो लस छ भने पनि त्यो सानो लसलाई चाहिँ तपाईँले यसो गरेर चाहिँ एक्जिट गर्नुहोस् है त। 2690 भन्दा यदि मार्केट बिलो क्लोजिङ गर्छ भने अथवा 2690 भन्दा बिलो नै मार्केट तपाईँको ट्रेडिङ गर्छ भने पनि एक्जिट गर्नुहोस्, एक्जिट गर्दा हुन्छ है त। तपाईँले क्लोजिङ कुर्नु पर्दैन। 2690 भन्दा मार्केट तल जान्छ भने आफ्नो पोजिसनहरू तपाईँले एक्जिट गर्न सक्नुहुन्छ है त। र 2690 भन्दा मार्केट तल नगएसम्म तपाईँले आफ्नो पोजिसन चाहिँ यहाँनिर होल्ड गरेर राख्दा पनि हुन्छ है। र टार्गेट भनेको कहाँ भन्दा हाम्रो फर्स्ट टार्गेट भनेको हाम्रो 2800को लेभल हो। 2800को लेभल भनेको हाम्रो जस्ट एउटा सिम्पली तपाईँको एउटा रेजिस्टेन्टको लेभल हो है। जुन हाम्रो मार्केटले यहाँनिर तिनवटा तपाईँको एउटा रेजिस्टेन्ट क्रिएट गरेको जोन भनेको हाम्रो 2790देखि तपाईँको 2810-15को लेभल चाहिँ हाम्रो एउटा रेजिस्टेन्टको जोन हो होइन। 2690को लेभललाई तपाईँले आफ्नो ट्रेलिङ स्टप लस राखेर चाहिँ तपाईँले 2800सम्मको लागि तपाईँले होल्ड गर्न सक्नुहुन्छ है त। र 2800 पुगिसकेपछि त्यहाँनिर मार्केटको तपाईँको सेन्टिमेन्ट कस्तो बन्छ होइन, त्यहाँनिर तपाईँको अब सेलिङ प्रेसर कतिको छ त्यो कुरालाई चाहिँ हामीले हेरेर यहाँनिर तपाईँको प्रि प्रि हामी एक्जिट गर्ने हो कि अथवा हामी कन्फर्मेसनमा एक्जिट गर्ने हो कि अथवा यहाँ पनि तपाईँको होल्ड गरेर बस्ने भनेर त्यो चाहिँ हामी आउँदो दिनमा हेर्छौँ है त। तर अहिलेको लागि के छ भन्दा मार्केट तपाईँको हाइली मार्केट चाहिँ 2800को लेभल जाने चान्स एकदम धेरै हाई नै छ। 90% प्रोभाबिलिटी तपाईँको मार्केट 2800को लेभल जाने चान्स बेसी छ है। मार्केट तपाईँको अहिले एउटा प्रोभाबिलिटी तपाईँको मार्केटले के मात्र छोडेको छ भन्दा मार्केटले तपाईँको यो 2690को लेभललाई ब्रेकडाउन गरेर हाम्रो जुन एउटा मार्केटले एउटा हाम्रो यहाँनिर एउटा ट्रेन्ड चेन्ज गरेको छ नि होइन, त्यो डेली टाइम फ्रेममा हामी यहाँनिर तपाईँको एउटा जुन एउटा स्लो फल आइसकेपछि एउटा लोवर लोको सिरिजलाई तपाईँको मार्केटले यहाँनिर ब्रेकआउट गरेर एउटा तपाईँको आफ्नो ट्रेन्ड चेन्ज गरिसकेपछिको यो तपाईँको लास्ट स्विङलाई मार्केटले रिटेस्ट फेरि पनि एकचोटि गर्ने हो कि होइन भन्ने एउटा कुरा मात्र तपाईँको मार्केट अहिले कन्फ्युजमा छ। त्यही भएर पनि यहाँनिर धेरै जसो ट्रेडरहरू यहाँनिर अलमलमा परेर बसेको छ कि कन्फ्युजन छ उनीहरू है त। उनीहरू पनि अहिले यहाँनिर के कन्फ्युजन छ भन्दा मार्केटले यहाँनिर रिटेस्ट गरेर यहाँ जाने हो कि अथवा यहीँबाट डाइरेक्टली जाने हो भनेर उनीहरू पनि कुरिरहेको छन् कि। यहाँनिर तपाईँको क्यास तपाईँको ट्रेडरहरू क्यासमा बसेकोहरू धेरै छन्, यहाँनिर यो जोन कुरेकोहरू धेरै छन् कि। हाम्रो यो 2630देखि 2660को लेभलको 2630 2660को लेभलमा 2630-60को लेभल कुरेर बसेको ट्रेडरहरू तपाईँको मैले चिनेको धेरैजना छन् कि है। उनीहरू चाहिँ रिट्रेसमेन्ट कुरिरहेको छ। तर म चाहिँ के भन्छु भन्दा होइन, म चाहिँ के भन्छु भन्दा मार्केटले चाहिँ यो लेभल चाहिँ तपाईँको यत्तिकै होइन, यत्तिकै तपाईँको लिभ गरेर मार्केट डाइरेक्टली यहाँ जानुपर्छ कि होइन। यदि तपाईँको स्मार्ट मनीले मार्केटलाई राम्रैसँग प्ले गर्ने हो भने होइन, नेक्स्टले यदि तपाईँको स्मार्ट मनी तपाईँको मार्केट मेकरले यदि मार्केटलाई प्ले गर्ने हो, उनीहरू टाइमली एक्जिट गर्ने हो होइन, उनीहरू चाहिँ उनीहरू ट्र्यापमा नपरिकन टाइममा एक्जिट हुने हो भने उनीहरूले यहाँनिर रिट्रेस गराउनु हुँदैन कि होइन। यो लेभलमा उनीहरूले रिट्रेस गराउनु हुँदैन। उनीहरूले के गर्नुपर्छ भन्दा मार्केटलाई डाइरेक्टली यहाँनिर लानुपर्छ कि ताकि यो रिट्रेस गर्छ नि यहाँनिर तपाईँको ट्रेडरहरू छिरिदिन्छ कि तपाईँको फेरि भने तपाईँको रिटेलर ट्रेडरहरू यहाँनिर छिरिदिन्छ। यहाँ छिरिसकेपछि जब मार्केट यहाँबाट फेरि र्याली जान्छ नि यहाँनिर प्रि एक्जिट गरिदिन्छ कि। अनि फेरि तपाईँको स्मार्ट मनी तपाईँको नेपालमा तपाईँको प्राइज स्टकहरूमा तपाईँको उनीहरू टाइमली एक्जिट नगर्नुको कारण चाहिँ तपाईँको राम्रोसँग प्ले छैन कि नेपालको मार्केट होइन। जस्तै तपाईँको उनीहरूले राम्रो एक्जिट गरेको भनेको यहाँनिर छ कि यिनीहरू यो चार्टमा छ अनि यहाँनिर छ कि उनीहरू राम्रो एक्जिट गरेको भनेको यहाँनिर छ है। जस्तो तपाईँको यस्तै खालको र्याली चाहिँ आउनुपर्ने हो कि तपाईँ नेक्स्टमा चाहिँ भने जस्तै केही दिन साइडवेजमा बसेर फेरि माथि लाने होइन, अनि फेरि लाने, त्यसपछि यहाँनिर डिस्ट्रिब्युसन क्यान्डल बनाएर त्यसपछि ड्रप गर्ने कि। यहाँ पनि के गर्नुपर्छ भन्दा होइन, स्मार्ट मनीले तपाईँको यही लेभलबाट तपाईँको
यही लेभलबाट मार्केटले कन्टिन्युसन गरेर 2800 को लेभललाई ब्रेकआउट गराएर होइन दुईटेसमा बल्ल त्यहाँनिर फेकआउट गरेर तल ल्याउने हो कि अथवा 2800 को लेभललाई पनि ब्रेकआउट गरेर केही दिन तपाईँको साइडवेज बसाएर यहाँबाट पनि माथि लगेर तपाईँको अल्टिमेटली 2880देखि तपाईँको 2930को हाम्रो एउटा स्ट्रङ तपाईँको सप्लाईको जोन हो होइन त्यहाँसम्म लाने हो कि भन्ने मात्र कुरा हो है। तर हामी अहिलेको प्राइस एक्सनलाई हामी हेर्छौँ भने होइन अहिलेको प्राइस एक्सनलाई हामी हेर्छौँ भने तपाईँको आउट अफ 100% तपाईँको 70%देखि तपाईँको 60देखि 70% प्रोबेबिलिटी चाहिँ तपाईँको के छ भन्दा मार्केट चाहिँ रिट्रेस नदिइकनै तपाईँको फेरि पनि माथि जाने चान्स तपाईँको अलिकति बेसी नै छ यो विक है। किन भन्दा तपाईँको मार्केटले के गरेको छ भन्दा अस्ति यहाँनिर एउटा राइज दिइसकेपछि हाम्रो जुन यो एउटा हाम्रो रेजिस्टेन्स थियो नि होइन यो जुन हाम्रो रेजिस्टेन्ससँगै तपाईँको एउटा यहाँनिर मार्केटले एउटा एफपिजी पनि छोडेको थियो नि यो हाम्रो रेजिस्टेन्सको लेभल थियो। रेजिस्टेन्स तपाईँको ब्रेकडाउनमा एउटा तपाईँको फेयर भ्याल्यु ग्यापलाई मार्केटले के गरेको छ भन्दा डाइरेक्टली तपाईँको के गरेको छ यसलाई डिस्ट्रेस गरेर डाइरेक्टली ब्रेकआउट गरिदिएको छ कि यो क्यान्डलले तपाईँको डाइरेक्ट ब्रेकआउट आएको छ भने त्यसपछि मार्केटले के गर्यो एक दिन पज गर्यो होइन यहाँनिर पज गरेर फेरि तपाईँको रिपज गरेर त्यसपछि अस्तिको ब्रेकडाउनमा के गर्यो भन्दा विथ तपाईँको होइन एभरेज भोल्युम भन्दा तपाईँको माथिले अगाडिको यो दुईटा क्यान्डलको लो सिप गरेर तपाईँको यो रातो क्यान्डलले पुरै इन्गल्फ गरिदिएको छ कि अनि यो इन्गल्फिङलाई चाहिँ के भ्याल्यु यो इन्गल्फिङलाई चाहिँ तपाईँको अस्तिको क्यान्डलले यहाँनिर वेट भोल्युम चाहिँ भ्याल्यु चाहिँ गरेको छ। तपाईँको यो क्यान्डलमा सिलिङ देखेर पनि अहिलेको लागि के भएको छ भन्दा हाम्रो जुन यो क्यान्डलस्टिक प्याटर्न छ नि होइन यो क्यान्डलस्टिक प्याटर्न चाहिँ हाम्रो अहिलेको लागि भ्यालिडेसन छ। त्यही भएर 2690 भन्दा मार्केट यदि तल आउन थाल्छ भने चाहिँ हामीले एक्जिट लिनुपर्छ होइन। यो यदि 2690 भन्दा यदि तपाईँको नेक्स्ट तलतिर जान थाल्छ भने मार्केटले तपाईँको हाई चान्स फेरि पनि यो लेभललाई रिटेस्ट गर्छ कि होइन। तर के छ भन्दा तर 2690 को लोलाई ब्रेक नगर्ने चान्स तपाईँको अलिकति हाई नै छ। तल आउनु भन्दा पनि माथि जाने तपाईँको प्रोबेबिलिटी हाई नै छ नेप्सीको। कारण के हो भन्दा कारण तपाईँको हाम्रो लास्ट थर्सडेको क्यान्डलले तपाईँको यो दुईटा क्यान्डल होइन यो क्यान्डललाई तपाईँको यो क्यान्डलको लो आएर चाहिँ के भएको छ इन्गल्फ गरिदिएको छ भने यो दुईटा क्यान्डलस्टिक प्याटर्न र यो इन्गल्फिङ क्यान्डल चाहिँ तपाईँको यहाँनिर भ्यालिडेसन गरेको छ। अब हामीलाई भोलि के चाहियो भन्दा मार्केटले चाहिँ जुन यो अस्तिको हाई छ नि होइन यो हाई भन्दा माथि भोलि क्यान्डल चाहिँ बसिदिनु पर्यो एउटा राम्रो बुलिस क्यान्डल बनाएर मार्केटले चाहिँ 2750 भन्दा माथि तपाईँको विथ भोल्युम चाहिँ मार्केटले यदि क्लोजिङ दिन्छ भने हामीले चाहिँ ढुक्कले 2800सम्म चाहिँ हामीले मजाले हेर्न सक्यो कि यही हप्ता होइन। हामीले यही विक चाहिँ हामीले 2800 को लेभलसम्म हामीले टार्गेट गर्न सकियो। हाम्रो लागि तपाईँको पहिलो सेलिङ जोन भनेको तपाईँको अलिकति सप्लाई भएको जोन भनेको 2800 को लेभल हो। यदि 2800 को लेभललाई पनि मार्केटले डिस्प्रेस गरेर डाइरेक्ट ब्रेकआउट दिन्छ भने तपाईँको 2880देखि 2930 को लेभलमा चाहिँ हामी स्ट्रङली एक्जिट गर्ने ठाउँ भनेको 2880 2930 को लेभलै हो होइन। यो लेभल जाँदै गर्दा तपाईँको सपोज मार्केटले के गर्यो भन्दा होइन फर इक्जाम्पल तपाईँको मार्केटले के गर्छ भन्दा यहाँनिर तपाईँको भोलि 2750 भन्दा माथि क्यान्डल ब्रेकआउट दियो अरे त्यसपछि जब 2800 को लेभल पुग्छ नि त्यहाँनिर पुगिसकेपछि तपाईँको मार्केटमा एउटा सानो सेलिङ क्यान्डल बनाएर अथवा तपाईँको कुनै डोजी टाइप अफ क्यान्डल तपाईँको हरेक क्यान्डल तर माथितिर विक भएको तर ग्रिन क्यान्डल बनाएर त्यसको भोलिपल्ट डाइरेक्टली ग्रिन क्यान्डल बनाएर होइन त्यसपछि रिटेस्ट नदिकन तपाईँको यहाँबाट बिस्तारै तपाईँको सानो सानो क्यान्डल बन्दै जान्छ भने तपाईँको स्मल क्यान्डल बन्दै जान्छ र तपाईँको भोल्युम पनि ठुलो ठुलो आउन थाल्छ भने चाहिँ यहाँनिर बुझ्नुहोस् कि तपाईँको स्मार्ट मनी चाहिँ यहाँनिर एक्जिट हुनेछ भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ होइन। स्मल क्यान्डल बनाउँदै तपाईँको यदि मार्केट 2880देखि 2930 को लेभल पुग्छ भने यहाँनिर तपाईँले दायाँमा केही सोच्नु पर्दैन डाइरेक्ट एक्जिट कल लिँदा हुन्छ यहाँनिर है। त्यसको लागि हामीलाई के चाहियो भन्दा क्राइटेरिया के चाहियो भन्दा होइन क्राइटेरिया हामीलाई के चाहियो भन्दा इनकेस यदि 2800 को ब्रेकआउट मार्केटले कुनै पनि रिटेस्ट नदिकन 2800 को लेभललाई ब्रेकआउट दिएर त्यहाँबाट जब मार्केट माथि जान थाल्छ नि त्यति बेला तपाईँको क्यान्डलमा तपाईँको श्रिङ्किङ क्यान्डल बन्दै जान्छ तपाईँको क्यान्डलहरू सानो सानो क्यान्डल बन्दै जान्छ र भोल्युमहरू तपाईँको हाम्रो 2800 को लेभलतिर आउँदै 2800 को लेभलमा जतिको भोल्युम थियो नि त्योभन्दा पनि तपाईँको त्यही लेभलको भोल्युम अथवा त्योभन्दा ठुलो क्यान्डल बन्छ तर ठुलो भोल्युम आउँछ तर क्यान्डलको स्ट्रेन्थ तपाईँको घट्दै जान्छ भने चाहिँ जब मार्केटले 2880देखि 2930 को जुनै पनि लेभल ट्याप गर्छ नि त्यहाँनिर तपाईँले कन्फर्मेसन कोर्नु पर्दैन डाइरेक्टली यहाँनिर एक्जिट कल लिँदा हुन्छ है त। क्राइटेरिया चाहिँ यही नै हो एक्जिट कल हाई एक्जिट कल भनेको हाम्रो 2880देखि 2930 को लेभलै हो
होइन बाह्र हामीले योभन्दा पनि आजभन्दा हाम्रो 9 महिना अगाडि अथवा तपाईँको जब जब तपाईँको नेप्सेले र्याली दिएको छ नि होइन जब जब तपाईँको मार्केटले र्याली दिएको छ नि जस्तै मैले तपाईँलाई मैले त्यति बेला पनि जुम मिटिङ गरेर तपाईँलाई यो टपमा एक्जिट कल गर्न लगाएँ नि मैले एकचोटि होइन तपाईँको ब्यालेन्स सरकार गर्नेलाई यहाँनिर एक्जिट कल दिएँ विदाउट कन्फर्मेसन होइन अनि त्यसपछि मैले तपाईँलाई यहाँनिर पनि तपाईँको जुम मिट गरेर यहाँनिर पनि मैले एक्जिट कल गराएँ होइन त्यसपछि मैले तपाईँलाई यहाँ पनि एक्जिट कल गराएको हो नि त होइन अनि जहाँसम्म लाग्छ मैले यहाँ पनि एक्जिट कल गराएकै होला तपाईँलाई है कतिलाई याद छ मैले यो यो र यो ठाउँमा मैले एक्जिट कल गराएको कतिलाई याद छ हामीले यसै गरी जुम मिटिङ गराएको थियौँ त्यति बेला पनि एक्जिट कलको लागि याद छ तपाईँलाई कतिलाई याद छ त के बिर्सिनु भयो के बाइलिनु भयो हजुर दाजु यो दुइटामा चाहिँ मलाई याद छ सर पछिल्लो दुइटामा चाहिँ त्योभन्दा अगाडि चाहिँ म सायद जोइन भएको थिएन कि। ए हामीले चाहिँ यसै गरी तपाईँको मार्केटले सेलिङ जोन तपाईँको होइन मैले यहाँ हामीले तिनटै ठाउँमा चाहिँ यो चारटै ठाउँमा चाहिँ एक्जिट कल दिएको चाहिँ हामीले टपमा यो विदाउट कन्फर्मेसन होइन कन्फर्मेसन हामीलाई परेन होइन हाम्रो जुन मेरो स्ट्राटेजी छ होइन त्यही स्ट्राटेजीले भनौँ न अब सेल आउँछ भनेर सेल सिग्नल दिइसकेपछि हामीले यहाँनिर क्लियरली सेल गरेको अहिले पनि सेम नै हो है मैले अहिले नै भन्छु तपाईँलाई पछि पनि म जोन जाँदै गर्दा मैले तपाईँलाई सेलिङ सिग्नल म दिन सेलिङ सिग्नल चाहिँ म दिन्छु होइन क्राइटेरिया के भन्नु क्राइटेरिया मैले भनेको क्राइटेरियाहरू मिट गर्छ भने दायाँ बायाँ केही सोच्नु पर्दैन डाइरेक्टली सेल अफ गरेर यहाँबाट निस्किनै हो मार्केटबाट फेरि एकचोटि होइन अनि त्यसपछि बल्ल अनि ठुलो एउटा करेक्सन आउन सक्छ क्या मार्केटले फेरि यहाँ जति पनि तपाईँको करेक्सन मार्केटले छोडेर गएको थियो नि जस्तै अब भनौँ न अब तपाईँको यो लेभल आउनु पर्ने थियो त्यो लेभल आउनु पर्ने जति पनि हामीले यहाँ जाने गर्दा अब जस्तै यो 2630 लेभल आउनुपर्छ भनेको थियो नि त होइन यहाँ नआइकन फेरि जान्छ जान्छ 2800को रिटेस्ट पनि मार्केटले 2800को रिटेस्ट गरेन डाइरेक्टली माथि गयो त्यो भएन होइन जब यहाँ पुग्छ नि 2880देखि 2930को लेभल पुग्छ नि यहाँ सेल अफ भइसकेपछि डाइरेक्टली त्यसपछि मार्केट तल आउँछ कि यो लेभलै आउने चान्स पनि बेसी हुन्छ तपाईँको 2630 2660को लेभल अथवा तपाईँको यो जुन यो तपाईँको एउटा कन्फिडेन्सको जोन बनाएको छ नि यहाँनिर होइन यो जुन तपाईँको कन्फिडेन्स मार्केटले क्रिएट गरेको छ नि कन्फिडेन्सको जोन यहाँ पनि आउन सक्छ अथवा 2800को लेभल तर यहाँ पुगिसकेपछि क्राइटेरिया मिट गर्छ भने डाइरेक्टली सेलिङ गर्ने हो दायाँमा केही सोच्नु पर्दैन होइन तपाईँको अब मैले भनेको चाहिँ क्राइटेरिया मिट गर्छ भने जस्तो सुकै गुड न्युज आओस् होइन त्यसलाई तपाईँले केही पनि इग्नोरै गर्नुहोस् जस्तो सुकै गुड न्युज आए पनि इग्नोर गर्नुहोस् डाइरेक्टली सेल गरेर निस्किनुहोस् क्राइटेरिया मिट हुन्छ भने क्राइटेरिया मिट हुन्छ भने न्युजलाई टोटली इग्नोर गर्नुहोस् है त टोटली न्युजलाई इग्नोर गरेर डाइरेक्टली सेल अफ गरेर जानुहोस् त्यसपछि मार्केटको करेक्सन वेट गर्नुहोस् है अहिलेको लागि यो विकको लागि स्ट्राटेजी चाहिँ के हो भन्दा होइन मैले फेरि पनि यसरी तपाईँलाई एकचोटि फेरि पनि रिपिट गर्छु यो विकको लागि क्लियर स्ट्राटेजी के हो भन्दा हामीलाई चाहिने भनेको के हो एउटा 2690को लो हो है एउटा चाहिने भनेको यो दुइटा लोमा र तपाईँले याद गर्नुहोस् है धेरै कुरा याद गर्नु पर्दैन यो दुइटा कुरामा र तपाईँले याद गर्नुहोस् एउटा भनेको तपाईँको 2690को लो है एउटा भनेको तपाईँको 2690को लो अर्को भनेको तपाईँको 2750को हाई है त यो विकको लागि तपाईँले जस्ट यो दुइटा लोलाई तपाईँले मार्क गर्नुहोस् यदि तपाईँको भोलि पनि मार्केट साइडेज गर्छ भोलि पनि यदि मार्केट तपाईँको 2750को लेभललाई पनि ब्रेक गर्दैन 2690 भन्दा पनि तल जाँदैन मार्केटले फेरि पनि यहीँनिर तपाईँको क्यान्डल बनाइदिएर भोलि मङ्गलबार सरी भोलि मङ्डे पनि होइन त्यसपछि मङ्गलबार पनि तपाईँको फेरि यहाँनिर क्यान्डल बनाइदिएर मार्केटले फेरि अर्को होइन फेरि यहाँनिर तपाईँको अर्को क्यान्डल बनाइदिएर सपोज अनि त्यसपछि बुधबारको दिनमा चाहिँ तपाईँले यहाँनिर ठुलो एउटा ब्रेकआउट क्यान्डल पाउनुभयो भने चाहिँ तपाईँले के गर्न सक्नुभयो फेरि पनि यहाँनिर होल्ड गरेर तपाईँले 2800को लागि तपाईँले मजाले होल्ड गर्न सक्नुभयो तर यहाँनिर तपाईँको भोलि पनि साइड एउटा यही रेन्जभित्र तपाईँको क्यान्डल बनाउँछ पर्सि पनि यही रेन्जभित्र क्यान्डल बनाउँदै तपाईँको पछि आउँदै गरेर 2690 भन्दा तपाईँको तलतिर क्यान्डल जान थाल्छ भने चाहिँ त्यतिखेर के गर्ने हो त एक्जिट गर्ने हो भना त्यतिखेर के गर्ने हो त तपाईँले प्रफिटहरू बुकिङ गरेर यहाँबाट एक्जिट गर्ने हो तपाईँको सानो लसहरू छ भने पनि त्यो लसलाई तपाईँले चाहिँ के गर्ने हो एक्जिट गरेर तपाईँले चाहिँ केही टाइमको लागि मार्केटबाट केही
सर्ट टर्मको लागि चाहिँ तपाईँले मार्केटबाट के गर्ने हो त एक्जिट प्लान गर्ने हो है त। तपाईँले याद गर्नुपर्ने कुरा भनेको 2690 को लो एउटा र 2750 को हाई। यदि 2750 को लेभल भन्दा मार्केट यदि 2750 को हाईलाई मार्केटले लिड गरेर क्लोजिङ गर्छ भने मार्केट तपाईँको 2800 को लेभल अथवा तपाईँको 2880 देखि 2930 को लेभल जाने चान्स हाई हुन्छ होइन। यदि मार्केट तपाईँको 2690 को लो भन्दा 2690 को लोलाई ब्रेकडाउन गर्छ तर तपाईँको क्लोजिङ गर्नु पर्दैन होइन। 2690 को लोलाई तपाईँको क्लोजिङ गर्ने 2690 भन्दा तपाईँको मार्केट तल जाने बित्तिकै तपाईँले चाहिँ के गर्न सक्नुभयो, आफूले होल्ड गरेको स्टकमा तपाईँले नयाँ कुनै फ्रेस लिनु भएको छ यतैतिर छ भने सानो लस छ भने सानो लस लिएर निस्किने अथवा तपाईँको तलतिर किन्नुभएकोमा प्रफिट छ भने प्रफिट लिएर निस्किने। यदि 2690 को लोलाई मार्केटले ब्रेकडाउन गर्छ भने यहाँनिर तपाईँले के गर्ने त निस्किने प्लान गर्ने होइन। 2690 को लेभललाई ब्रेकडाउन गर्नु भनेको के हो त, मार्केटले चाहिँ तपाईँको एउटा करेक्सन खोजेको हो भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ है। यहाँ 2690 भन्दा तल जान्छ भने चाहिँ मार्केट तपाईँको एउटा यो लेभलसम्म आउन सक्छ, तपाईँको 2620 2640 को लेभल चाहिँ आउन सक्छ होइन। यदि 2750 भन्दा मार्केट माथि जान्छ भने चाहिँ के हुन्छ त, मार्केट 2800 को लेभल त तपाईँको 90% जान्छ प्लस 2880 देखि तपाईँको 2930 को लेभल पनि हाम्रो के हुन्छ त ओपन हुन्छ होइन। तर मैले अघि पनि भने नि त तपाईँको अहिलेको कन्डिसनमा तपाईँको हाई प्रोबेबिलिटी चाहिँ केमा छ भन्दा चाहिँ मार्केट तपाईँको 2750 को हाईलाई नै ब्रेक गर्ने चान्स तपाईँको बेसी छ। कारण के हो त, कारण तपाईँको है इन्गल्फ गरिदिएको छ, इन्गल्फ तपाईँको यहाँनिर भएको छ होइन। प्लस तपाईँको मार्केटले चाहिँ के जुन हाम्रो यो रेजिस्टेन्स यहाँनिर एउटा तोडेछ नि होइन, यो रेजिस्टेन्स एउटा तोडेको छ नि यहाँनिर होइन। यो एफपिजी तपाईँको इन्भ्यालिडेसन गरेर यहाँनिर तपाईँको के भएको छ, यहाँको यसलाई चाहिँ तपाईँको यसलाई चाहिँ टेस्ट नगरिकन मार्केटले यसैलाई टेस्ट गरेर मार्केट चाहिँ जान सक्छ मार्केट होइन। पछिको लागि यसलाई चाहिँ तपाईँको पछि यसले फिल गर्ने होइन, अहिले होइन कि पछि फिल गर्ने, बुझ्नुभयो। अनि यो विक तपाईँको हाम्रो मार्केट चाहिँ कहाँबाट तपाईँको हाम्रो रियाक्सन आएको त है, हाम्रो यो विकलीको जोनबाट हाम्रो मार्केटमा के भएको यो रियाक्सन आएको भयो। बुझ्नुभयो। नेप्सीको चाहिँ 80 हो है मार्केट। तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ 80 नै हो मार्केटको चाहिँ। ट्रेन हेर्छ भने हाम्रो 2670 देखि तपाईँको पलाको ट्रेन लाइन यहाँनिर ब्रेक आउट भएको छ होइन। यहाँनिर मार्केटले ब्रेकआउट भएको छ, देख्नु भएको छ, यसलाई ब्रेकआउट गरेको छ। सबै तपाईँको के छ त अहिले मार्केटको तपाईँको सेन्टिमेन्ट पनि पोजिटिभ छ, तपाईँको सबै इन्डिकेटर पनि अहिले के छ अहिलेको लागि तपाईँको पोजिटिभिटी नै छ अहिलेको लागि है। तपाईँको मार्केटको ट्रेन्ड पनि यहाँनिर स्ट्रक्चर पनि चेन्ज भएको छ है, स्ट्रक्चर पनि चेन्ज भएको छ। प्लस मार्केटले यहाँनिर मार्केटले रिट्रेस गरेको भए चाहिँ यहीँबाट गर्नुपर्ने थियो, तर के गर्यो मार्केटले यहाँनिर डाइरेक्टली यसलाई ब्रेकआउट गर्यो, यसलाई इन्गल्फ गरेर भ्यालिडेसन चाहिँ गरेको छ होइन। तर तपाईँको मार्केटले फेरि पनि रिम्यानिपुलेसन गर्न चाहन्छ भने मार्केटले 2750 को हाईलाई ब्रेक गरेर पनि तल पनि आउन सक्छ। तर 2690 चाहिँ हाम्रो के हो र ट्रेलिङ स्टप लस हो। 2750 भन्दा माथि गएर मार्केट तल आउँछ भने पनि इनकेस के गरी 2750 को लेभललाई चाहिँ ब्रेक गर्छ तर 28 को लेभलै नपुगिकन मार्केट 2690 भन्दा तल आउँछ भने पनि के गर्ने हो, एक्जिटै लिने हो होइन। कहिले कि हामीले सोचेको भन्दा पनि मार्केट अर्को हुनसक्छ नि त। जस्तै मैले 2750 भन्दा माथि गइसकेँ 28 जान्छु भनेको थिएँ नि, तर इनकेस त्यो गएन होइन, इनकेस नगइकन मार्केट 2750बाटै रिभर्स भएर 2690 भन्दा तल जान्छ भने 2690 को लेभललाई ब्रेकडाउन गर्छ भने एक्जिटै गर्ने है। तर चान्स के छ भन्दा 28 को लेभल चाहिँ चान्स ब्रेक गर्ने चान्स हाई छ, किन भन्दा यहाँनिर लिक्विडिटी छ होइन। लिक्विडिटी छ, ब्रेकआउटमा तपाईँको बाई गर्नेहरू त धेरै हुन्छ नि त होइन। हाम्रो रेजिस्टेन्सको लेभल हो नि त 28 को लेभल, त एउटा साइकोलोजिकल लेभल पनि हो 2800, हाम्रो 2700 2600 2800 भनेको हाम्रो एउटा साइकोलोजिकल पनि लेभल हो नि त। प्लस हाम्रो 2800मा एउटा मार्केटले एउटा रेजिस्टेन्स पनि क्रिएट गरेको छ। जब यो लेभललाई ब्रेकआउट गर्छ नि तब यहाँनिर के हुन्छ त, जो तपाईँको रिटेलर ट्रेडर हुन्छ, जो तपाईँको अलिकति भनौँ न मार्केटमा बिगिनर छन् होइन, अलिकति टेक्निकल सिकेको तपाईँको बेसिक टेक्निक तपाईँको सपोर्ट रेजिस्टेन्स सिकेको ट्रेडरहरू हुन्छ नि, उनीहरूले यहाँनिर ब्रेकआउट दिन्छ होइन। ब्रेकआउटमा बाई पनि गर्छन्, कसैले रिटेसमा बाई गर्छन् भने
तपाईँको यहाँनिर राम्रै लिक्विडिटी पाउँछ नि त स्मार्ट मनीले आफ्नो किता फ्याँक्ने ठाउँ हो नि त यिनीहरू भनेको यो ब्रेकआउटहरूको तपाईँको लिक्विडेसन पार्टहरू भनेको है। नेक्स्टको के छ र कन्फ्युजन अरू के सोध्नुपर्ने छ मार्केटमा है। साइड इन्डिकेटरहरू पनि सबै स्टिल अझै पनि पोजिटिभै होला अझै म्याक्डी पनि है। इन्डिकेटर चाहिँ हामी नहेरौँ, अलमोस्ट सबै इन्डिकेटर पनि स्टिल अझै मार्केटमा चाहिँ पोजिटिभै हुन्छ अझै पनि। के छ र क्वेसन होइन। इन्डेक्समा तपाईँको डेभलपमेन्ट ब्याङ्कले चाहिँ के भएको छ हेर्नुहोस् त। डेभलपमेन्ट ब्याङ्कको चाहिँ के छ तपाईँको ब्रेकआउट गरेर यसले यो हाई चाहिँ खाएको छ होइन। नेक्स्ट इन्डेक्सको जुन मैले तल सिनेरियो भनेको नि त्यही सिनेरियो चाहिँ यसले चाहिँ क्रिएट गरेको छ अरे होइन। यसले चाहिँ के गरेको छ भने यसले चाहिँ तपाईँको बेसबार चाहिँ यो हाईलाई चाहिँ टेस्ट गरेर गएको छ कि जस्तै हाम्रो यो लास्टिङ भयो नि त होइन। यो लास्टिङलाई चाहिँ के गरेको छ यसले यसैलाई बेस बनाएर चाहिँ यसले यहाँबाट गइदिएको छ होइन। यो लास्टिङ हो। अनि यो एफपिजी चाहिँ किन आएन भन्दा चाहिँ यो एफपिजी नआउनुको कारण चाहिँ के हो भन्दा चाहिँ यसमा यो तपाईँको लास्टिङ हो होइन। यही लास्टिङलाई पनि यसले बेस बनाएर गएको हो होइन। यो लास्टिङको तपाईँको हाईहरू यसले टेस्ट गरेर आउँछ कि प्राइस हाई म्याक्सिमम टाइम चाहिँ यसैलाई टेस्ट गर्यो। त्यसपछि के गर्यो अगाडिको क्यान्डल यो दुइटै क्यान्डलको लो लिएर इन्गल्फ गरेर इन्गल्फ त्यसमा भ्यालिडेसन गरेर पनि अगाडिको हाईलाई लिड गर्यो भनेपछि अब तपाईँको विकास ब्याङ्क तपाईँको जाने चान्स कहाँ हुन्छ त यो तपाईँको रेजिस्टेन्सको लेभल है त। यो लेभल हो है त। हामीले नेक्स्टमा भनेको सिनेरियो चाहिँ यही नै हो। क्वेसन केही छ भने सोध्नुहोस् त। अब माइक अनम्युट गर्न सक्नुहुन्छ है। मेरो नेक्स्ट अल्फाको सब्सक्रिप्सन सर्भिस नभए मैले तपाईँलाई चार्टहरू देखाइदिन्छु होइन। मैले टन्नु चार्टहरू मैले सेभ गरेर थिएँ। अल्फाको सब्सक्रिप्सन पनि आजै सकेछ मैले। क्वेसन केही छ स्टक हेरौँ न एक दुईवटा च्याटमा हेर्नु न सर। च्याटमा मैले तपाईँले मार्केटले कन्टिन्युसन र्याली दिन्छ भने होइन तपाईँको नेक्स्टले यदि कन्टिन्युसन र्याली दिन्छ भने कोही यदि क्यासहरूमा हुनुहुन्छ भने चाहिँ तपाईँले हेर्न सक्ने स्टक भनेको चाहिँ जुनले ट्रेन्डिङमा छ नि होइन तपाईँको नयाँ नयाँ स्टकहरू तिनीहरू हेर्न सक्नुहुन्छ है। जस्तै तपाईँको कुन कुन छ भन्दा तपाईँको जस्तै यो होटल फर एसियन स्टिल अझै पनि तपाईँको एउटा यसले एउटा जुन एउटा रिट्रेस दिइरहेको छ नि होइन। यो रिट्रेसमेन्टलाई तपाईँले एउटा बाइङ मौका भनेर तपाईँले लिएर जान सक्नुहुन्छ है त। होटल फर एसियन पनि त्यही तपाईँको गोल्डन रेसियो रिट्रेस भएको छ है। गोल्डन रेसियो रिट्रेस भएको छ भने यसमा तपाईँको यसले एबिसी बी गरेर यहाँनिर 1 2 3 4 5 यसले के गरेको छ एउटा करेक्टिभ वेभको होल प्याटर्न यसले यहाँनिर सकाएको छ भने अबको तपाईँको यो यदि यसको करेक्सन नसकेको हो भने पनि यसले के गर्छ त बिवेभ जान्छ अनि बिवेभको एउटा र्याली हान्छ नि त। सो त्यही र्याली चाहिँ अब होटल फर एसियनमा आइरहेछ भने भोल्युम पनि तपाईँको यसमा अहिले राम्रै भोल्युम पनि आइरहेछ। अब यदि कोही तपाईँहरू छ नि जस्तै होटल फर एसियनमा तपाईँलाई यदि कसैलाई किन्न मन छ भने तपाईँले यही रेन्जमा किन्न सक्नुहुन्छ त। यो हाई है त। यो हाईको टेस्टमा है यो हाईको टेस्टमा किन्न सक्नुहुन्छ। तपाईँको यसमा स्टप लस भने तपाईँले यो क्यान्डल छ नि यो डोजी क्यान्डल इन्भर्टेड तपाईँको डोजी क्यान्डलको तपाईँको हल्का 420सम्मको तपाईँले स्टप लस राख्न सक्नुहुन्छ है त। 430 रुपियाँको तपाईँको स्टप लस हुन्छ भने यसको टार्गेट भनेको तपाईँको 950 940 950सम्मको यसको र्याली दिन सक्छ है त। तपाईँको 30-40 रुपियाँको स्टप लसमा तपाईँको भनौँ न 4% तपाईँको स्टप लस हुन्छ भने इन्ट्री गर्छ भने तपाईँको प्रफिट टार्गेट तपाईँको अलमोस्ट 96%को हुन्छ है त। होटल फर एसियन अरू पनि छन् है त। होटल फर एसियनमा अस्तिको तपाईँको सप्लाई कहाँबाट आएको भन्दा चाहिँ हाम्रो एउटा दिल्लीमा एउटा जुन मार्केट एफपिजी छोडेको थियो नि त प्लस यहाँनिर तपाईँको एउटा यो अर्डर फ्लो पनि छ होइन। यसैलाई चाहिँ तपाईँको यसले टेस्ट गरेको है। यहाँनिर तपाईँको दुईवटा कुरा मेन्सन थियो अनि यसैलाई बेस बनाएको भने होटल फर एसियनले हाई चान्स चाहिँ के गर्छ भन्दा एउटा सानो एउटा क्यान्डल बनाउला भोलि पनि होइन अनि फेरि अर्को थोलो एउटा कन्टिन्युसन कि होइन। तपाईँको भनेको मतलब चाहिँ के गर्छ भन्दा स्टकले जब एउटा र्याली दिन्छ नि अप जान्छ होइन अनि 1-2 दिन बेस बन्छ फेरि जान्छ फेरि दुईवटा क्यान्डल बेस बन्छ फेरि जान्छ अनि मेजर सप्लाई जोनमा पुगिसकेपछि अनि त्यहाँबाट चाहिँ रिभर्स गर्छ फेरि
बुझ्नुभयो है। सो यही केस चाहिँ तपाईँको एसएफआइएनमा चाहिँ हुनसक्छ है, यो चाहिँ हुनसक्छ, हुन्छै भनेको होइन कि हुन सक्ने चान्स चाहिँ यसमा छ होइन। हामीले अस्ति यो तपाईँको लगभग यहाँनिर बाई गरेको हौँ होइन, यो हामी अहिले 9% जति अहिले हाराइदिएको छौँ होइन। कसैलाई यदि किता थप्न मन छ भने पनि यो तपाईँको यहाँनिर चाहिँ तपाईँले यो रिट्रेसमेन्टमा चाहिँ तपाईँले बाई गर्न सक्नुहुन्छ होटल फरिसमा। यो विकको लागि मैले तपाईँलाई केही दिएको वाच लिस्टहरू है यिनीहरू चाहिँ। अर्को भनेको तपाईँको यसमा पनि तपाईँको सेटअप चाहिँ हुनसक्छ है, पिसिएलमा पनि जुन हाम्रो यो ट्रेन आएको छ नि यहाँबाट, यो ट्रेन लाइन तपाईँको ब्रेकर भएको छ है, यो ट्रेन तपाईँको ब्रेकर भएको छ भने यसमा पनि हाई चान्स भनेको बेस पाइन चाहिँ तपाईँको यसमा चाहिँ यो ठ्याक्कै यो लो होइन, यो लोगो तपाईँको यो लोगो सिपमा चाहिँ तपाईँको बेस पाइ हुन्छ यसमा होइन। तर चाहिँ अहिलेको लागि चाहिँ यसले यो लो चाहिँ सरी यो लो चाहिँ नगरिकन तपाईँको यसले पनि यही एउटा जुन एउटा छ नि यो बेस होइन, जुन यहाँनिर एउटा बेस बनाएको छ नि, सो यसले पनि स्टिल अझै पनि यही लेभललाई तपाईँको टेस्ट गरेर चाहिँ यसले जान चाहिँ सक्छ है त। यो चाहिँ कहाँसम्म भन्दा तपाईँको अलमोस्ट 780सम्म तपाईँको सेयर जति छ यसमा चाहिँ होइन। तर यसको बेस बाई भनेको चाहिँ तपाईँको यो जुन तपाईँको रेन्ज छ नि एउटा है, यो रेन्ज यहाँनिर हो है त। तर एउटा कुरा चाहिँ के भन्दा, तर यदि यसले यहाँ अहिले नै तपाईँको यहाँ नआइकन होइन, अहिले नै तपाईँको यो लेभलमा नआइकन यहीँबाट तपाईँको यसैलाई रिड्युस गरेर माथि जाँदै गर्दा पछि कुनै दिन फ्युचरमा यदि यो तल आउँदै गर्दा यदि यहाँनिर आउँछ भने चाहिँ यसले यहाँबाट तपाईँको अलिकति फर्का जस्तो गरेर देखाउँछ, तर यसले अल्टिमेटली यो लो चाहिँ खान्छ है। यदि फ्युचरमा तपाईँको यदि तपाईँको यो विकै तपाईँको यो लेभललाई टेस्ट गरेर चाहिँ यो लेभललाई टेस्ट गर्छ भने चाहिँ यो जान्छ, तर फ्युचरमा के गरी तपाईँको तल आउँदै गर्दा यो तपाईँको एफपिजीमा तपाईँको यदि आउँछ भने चाहिँ यसले यो एफपिजीलाई तपाईँको भ्यालिड गरेको जस्तै देखाएर यसले के गर्छ तल ब्रेकडाउन गर्छ होइन। किनभने यसले एफपिजीको यहाँनिर चाहिँ तपाईँको इम्ब्यालेन्सको रुल चाहिँ यहाँनिर यसले कम्प्लिट गरेको छैन, त्यही भएर भनेको है। तपाईँको अर्को भनेको यसमा पनि तपाईँको मुभ चाहिँ आउनसक्छ है र खानेखोला है। खानेखोला पनि हाम्रो लगभग हाम्रो यहाँबाट अलमोस्ट अहिले 12-13%को छन् होइन। यसमा पनि तपाईँको अहिले राम्रै भोल्युम आएको छ होइन। तपाईँको अस्तिको ट्रेडिङ डेमा तपाईँको राम्रो भोल्युम विथ 5%को गेनिङ छ भने यो हाई चान्स तपाईँको फेरि पनि यो लेभलसम्म चाहिँ जान सक्छ है त। यसमा यसले तपाईँको नर्मल पनि यो स्टकले चाहिँ तपाईँको जस्ट सपोर्ट एन्ड रेजिस्टेन्स खेलिरहेको छ यसले होइन। यो लेभलमा तपाईँको के छ भन्दा एउटा सानो रेजिस्टेन्स हो, यो त्यति स्ट्रङ चाहिँ होइन, तर हाई सेलिङ जोन चाहिँ तपाईँको यही नै हो तपाईँको 320-30 लेभल, 315देखि तपाईँको 330-40 लेभल। यदि केसी पनि तपाईँले यतितिर कति पाउनुहुन्छ भने 200 तपाईँको 260-270मा पाउनुहुन्छ भने तपाईँले यही क्यान्डलको लोलाई स्टप लस है त, तपाईँको यही तपाईँको क्यान्डल यो क्यान्डलको लो स्टप लस राखेर तपाईँको लगभग 260-70को तपाईँको इन्ट्री जोन हुन्छ भने तपाईँले 250 है त, तपाईँले 20 रुपियाँ तपाईँले 15-20 रुपियाँको स्टप लस राखेर तपाईँले चाहिँ 320-30सम्मको लेभलको टार्गेट गर्न सक्नुहुन्छ है त। यो पनि तपाईँको मोमेन्टम आउन सक्ने स्टक है र यो विकको लागि तपाईँले वाच गर्न सक्नुहुन्छ। अर्को भनेको ओके, यसले त यहीँ भयो, फेरि यसले यहीँबाट कन्टिन्युसन चाहिँ दिन सक्छ यसले पनि है। ल तपाईँको के छ भने भन्नुहोस् त, म हेर्छु अहिले। सर मार्बल र हिमस्टार हेर। मार्बलमा चाहिँ तपाईँको यो ड्रपमा चाहिँ त्यति अकुमुलेसन चाहिँ भएको छैन रहेछ है। यो ड्रपमा चाहिँ मार्बलको चाहिँ मिटिङ चाहिँ तपाईँको लेस देन 1 मिनट मात्र बाँकी रहेछ है आजको मिटिङ चाहिँ। कुनै मार्बलमा चाहिँ तपाईँको यो ड्रपमा तपाईँको त्यस्तो अकुमुलेसन छैन रहेछ। यसमा तपाईँले फेस प्राइस चाहिँ नहेर्नुहोस् होइन, माथि जाँदै गरेर तपाईँले चाहिँ सेलिङको लागि हेर्नुहोस् होइन। मार्बलमा चाहिँ यसले यो हाईलाई लिएर गएको छ भने यो यहीँबाट सबले आउन सक्छ है त। मार्बलमा चाहिँ सबैको नजिकै छ यो मार्बलमा।